Hello and welcome back to the channel. हामीहरू सिटिबिटी डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ अन्तर्गत 4th सेमिस्टरको कार्टोग्राफी सब्जेक्ट स्टडी गरिराखेका छौँ। आज हामीहरूले डिस्कस गर्ने च्याप्टर भनेको युनिट 8 रहेको छ र यो रिलिफ रिप्रेजेन्टेसन 4 टिचिङ आवरको छ र एक्जाम पोइन्ट अफ भ्यूबाट 6 मार्क्सको चाहिँ के गर्छ भन्दा यसमा क्वेसन आउने चाहिँ गर्छ। सो आज हामीहरू यो युनिट सुरु गर्नुभन्दा पहिला तपाईहरुलाई एज युजुअल भन्छु, नोटहरु सबै ब्लगमा छ, त्यहाँ पुग्नु भयो भने भेटाउन सक्नुहुन्छ। सो ब्लगमा भिजिट गर्नुस् र पीडीएफ नोटलाई हेर्दै हेर्दै सँगै तपाईले पढ्नु भयो भने अझ धेरै हेल्पफुल हुन्छ र साथीहरुलाई पनि के गर्नुस्, शेयर गरिदिनुस्। सो सुरुमा चाहिँ रिलिफ रिप्रेजेन्टेसन अथवा रिलिफ रिप्रेजेन्टेसन भनेको चाहिँ के हो त नि भन्ने कुराबाट चाहिँ सुरु गरौँ। जस्तो कि हाम्रो रियल अर्थ भनेको हाम्रो वरिपरि हेर्यो भनेदेखि हामीले सबै कुरा सम्म एउटै एलिभेसनको कुरा के गर्दैनौँ, देख्दैनौँ। हाम्रो आँखा अगाडि केही अग्लो पहाडहरू छन्, केही खोजहरू छन्, गहिरा खोजहरू छन्, हैन, कुनै सम्म जमिन छ भनेको हाम्रो अर्थको सर्फेस भनेको के छ भन्दा उबड खाबड सर्फेसहरू छ। कतै अग्लो पहाडहरू छन्, कतै हैन सम्म जमिन छन्, हेरी हेरिकन चाहिँ एरियाहरू छन् भनेदेखि त्यो सबैलाई चाहिँ हामीले देखाउने एउटा तरिका भनेको अर्थ जस्तो छ त्यसको एलिभेसनलाई देखाउने, भेरिएसन अफ एलिभेसनलाई, एलिभेसन चेन्जलाई देखाउने एउटा तरिका भनेको के हो भन्दाखेरि रिलिफ रिप्रेजेन्टेसन हो है। रिलिफ रिप्रेजेन्टेसनले चाहिँ के गर्छ भन्दाखेरि म्यापमा भेरिएसन इन एलिभेसनलाई चाहिँ देखाउने काम गर्छ। अब रिलिफ रिप्रेजेन्टेसनको एउटा इक्जाम्पल हामीले कन्टुरलाई हेर्न सक्छौं हैन। अब यहाँ आइसो लाइनको कुरा गरेको छ। आइसो लाइन भनेको चाहिँ कस्तो लाइन हो भन्दाखेरि इक्वल कुरा, इक्वल पोइन्टहरूलाई जोड्ने लाइनलाई आइसो लाइन भन्छ। यदि त्यो इक्वल एलिभेसन हो भने के हुन्छ भन्दाखेरि कन्टुर हुन्छ। यदि आइसो लाइनहरूले चाहिँ के गर्यो भन्दाखेरि म्याग्नेटिक डिक्लिनेसनहरू जोडेको छ, इक्वल म्याग्नेटिक डिक्लिनेसन जोडेको छ भने त आइसोगोनिक हुन्छ हैन। एंगल अफ इक्वल एंगल अफ डिप जोडेछ भने आइसोक्लिनिक हुन्छ। त्यो कुराहरू हामीले अरू सब्जेक्टहरुमा पनि पढेछौं। आइसो भनेको चाहिँ सिमिलर, इक्वल, एगो भनेको चाहिँ हाम्रो चाहिँ जीरो भनेर चाहिँ हामीले के गरेथ्यौं, अरूहरु सब्जेक्ट पढ्दाखेरि पनि डिस्कस गरेका थियौं, फन्डामेन्टल अफ सर्वेइङमा यो कुराहरू। सो सिम्पली रूपमा हेर्ने हो भने आइसो लाइनहरू अथवा हाम्रो चाहिँ इलिभेसनको आइसो लाइनहरूलाई कनेक्ट गर्ने लाइनलाई चाहिँ हामी के भन्छौं, कन्टुर भनेर भन्ने गर्छौं। त्यो एउटा इक्जाम्पल भयो। अब यो रिलिफ रिप्रेजेन्टेसनले चाहिँ हामीलाई चाहिँ के कुरालाई चाहिँ सहयोग गर्छ त नि भन्दाखेरि हामीहरूले चित्र हेरेर है, अब यो सिम्पल रूपमा चाहिँ यो एलिभेसनहरू चाहिँ कस्तो छ, के छ भन्ने कुरा चाहिँ हामीले अन्डरस्ट्यान्ड गर्न सक्छौं। जस्तो कि यही इमेजमा हेर्यो भने यहाँ यो के छ भन्दाखेरि यसको चाहिँ यो कन्टुर इन्टरभल, त्यो यो लाइनलाई चाहिँ कन्टुर लाइन भन्छौं हामीले हैन। यो देखाएको यो दुईटा लाइनको बीचको डिस्टेन्सलाई कन्टुर इन्टरभल भन्छौं। यो बीचको इन्टरभल चाहिँ यहाँ धेरै छ भनेदेखि यो चाहिँ अलिकति जेन्टल खालको स्लोप छ भन्ने कुरा थाहा पाउँछौं। कन्टुर इन्टरभल कम भएको यो ठाउँलाई चाहिँ हामी के भन्छौं, स्टीप स्लोप, अलि भिरालो छ भनेर चाहिँ भन्छौं। यो अलि समथल सम्मो छ, यो अलि भिरालो छ भन्ने कुरा चाहिँ यस्तो तरिकाले चाहिँ हामीले के गर्न सक्छौं भन्दा अन्डरस्ट्यान्ड गर्न सक्छौं। त्यही कुराले चाहिँ के हुन्छ भन्दाखेरि रिलिफ रिप्रेजेन्टेसन चाहिँ हाम्रो म्यापमा युज हुन्छ। अब यसको इम्पोर्टेन्स के छ त नि भन्ने कुरा हामी डिस्कस गर्छौं। इम्पोर्टेन्स हेर्यो भने सबैभन्दा सुरुमा त हामीलाई चाहिँ के गर्न हेल्प गर्छ यसले भन्दाखेरि हाम्रो सर्फेस कस्तो छ त नि भन्ने कुरा, टेरेन हैन कस्तो छ भन्ने कुराको चाहिँ हामीलाई के गर्नको लागि भन्दा अन्डरस्ट्यान्ड गर्नको लागि हेल्प गर्छ। माउन्टेन हो कि भ्याली हो कि रिज हो कि कस्तो हो त नि भन्ने कुरा, र त्यो अन्डरस्ट्यान्ड गरेपछि त्यसलाई चाहिँ हाम्रो प्लानिङहरुमा चाहिँ के गर्छौं हामीले भन्दा त्यसलाई चाहिँ इम्प्लिमेन्ट गर्छौं। जस्तो कि कुनै ठाउँमा बाटो बनाउनु पर्यो अरे भनेदेखि हामी के गर्ने भयौं, हामीले चाहिँ कन्टुर म्याप हेर्छौं। कन्टुर म्याप भनेको एउटा रिलिफ रिप्रेजेन्टेसनको एउटा तरिका हो है, धेरै हुन्छ। रिलिफ रिप्रेजेन्टेसन भनेको चाहिँ एउटा ठूलो सेट हो, त्यसको चाहिँ एउटा सानो सबसेट भनेको कन्टुर हो। त्यस्तै अरूहरु पनि हुन्छ, स्पटलाइटहरु, 3D, यस्ता ह्याचिङ धेरै कुराहरु चाहिँ हुन्छन्। सो हामीले के गर्यौं भन्दाखेरि कुनै ठाउँमा एउटा बाटो बनाउनु पर्ने छ भनेदेखि त्यो कुन ग्रेडको बनाउने हैन, भनेको ग्रेड कति राख्ने, कति माटो खनेर फाल्नु पर्छ त्यो ग्रेड मेन्टेन गर्नको लागि, कति ठाउँमा पुर्नु पर्छ,
भन्ने कुराहरूको हामीलाई नलेज इन्फर्मेसन केले दिन्छ त नि भन्दाखेरि हाम्रो रिलिफ म्यापले अथवा चाहिँ यो रिलिफ रिप्रेजेन्टेसन गरेको म्यापले दिन्छ। त्यो म्याप भनेको एउटा कन्टुर म्याप हुन सक्यो। सो हाम्रो टेरेनलाई अन्डरस्ट्यान्ड गर्न कहाँ हिमाल छ, कहाँ स्लोप छ, कहाँ पहाड छ, कस्तो छ त नि जमिन भन्ने कुराको चाहिँ थाहा पाउनको लागि, त्यो ल्यान्डफर्मको क्यारेक्टरिस्टिक्स थाहा पाउनको लागि। अर्को भनेको त्यसले केमा हेल्प गर्ने भयो भन्दा त्यो क्यारेक्टरिस्टिक्स थाहा पाएपछि प्लानिङ गर्नको लागि इन्जिनियरिङ प्रोजेक्टहरू होला होइन, अथवा चाहिँ हाम्रो चाहिँ डेभलपमेन्टल प्लानिङहरू होला, त्यसको लागि चाहिँ के गर्छ भन्दाखेरि प्लानिङ गर्नको लागि त्यो इन्फर्मेसनहरू युज गर्न सकिने भयो। अर्को भनेको हाम्रो एक्युरेट भिजुअलाइजेसनको लागि चाहिँ के हुन्छ भन्दाखेरि यो युज हुन्छ, एक्युरेट एन्ड इजी अन्डरस्ट्यान्डिङ अफ ग्राउन्ड सर्फेस। जस्तो कि म्याप हेरेर चाहिँ त्यो सर्फेस अन्डरस्ट्यान्ड गर्न सक्छौँ। जस्तो कि इमेजमै हेऱ्यो भनेदेखि यो एलिभेसन जुन यो कन्टुर लाइनहरू हेरेर चाहिँ यसमा चाहिँ एलिभेसन ऱ्यापिडली चेन्ज भइराखेको छ भन्ने कुरा चाहिँ हामीले अन्डरस्ट्यान्ड गर्न सक्छौँ भने यसमा चाहिँ अलिकति जेन्टल स्लोप छ भन्ने कुरा चाहिँ हामीले अन्डरस्ट्यान्ड गर्न सक्छौँ। यो एरियामा जाँदाखेरि अझ धेरै चाहिँ के हुन्छ यसको भन्दाखेरि यसको स्लोप चाहिँ अझै धेरै नजिकै हुन्छ भन्नुको अर्थ चाहिँ एउटा इमेज हेरेर चाहिँ हामीले एक्युरेट भिजुअलाइजेसन चाहिँ गर्न सक्छौँ। अर्को भनेको चाहिँ हाम्रो चाहिँ इन्टरप्रिटेसन गर्न अन्डरस्ट्यान्ड गर्नको लागि चाहिँ इजी हुन्छ, म्याप रिड गर्नको लागि अन्डरस्ट्यान्ड गर्नको लागि इजी हुन्छ। जस्तो कि हाम्रो ह्याचिङको कुरा होला, 3D मोडल होला, यसले चाहिँ हामीलाई रियलिस्टिक भ्यू चाहिँ दिन्छ कि हिल सेडिङको कुरा हुन्छ, यसले चाहिँ हामीलाई के गर्छ अझ रियलिस्टिक भ्यू दिन्छ। त्यसले गर्दाखेरि हामीलाई के हुन्छ भन्दाखेरि त्यो कुरालाई अन्डरस्ट्यान्ड गर्नको लागि, त्यसलाई इन्टरप्रेट गर्नको लागि, त्यसलाई युज गर्नको लागि चाहिँ हामीलाई के हुन्छ भन्दाखेरि सजिलो हुन्छ। त्यो भएर के गर्छौँ हामीले रिलिफ रिप्रेजेन्टेसन चाहिँ म्यापमा गर्ने गर्छौँ। अब कसरी गर्छौँ त नि रिलिफ रिप्रेजेन्टेसन भन्ने कुरा त्यो यही इमेज हेर्न सक्छौँ। यहाँ ल्यान्डहरूलाई चाहिँ कसरी कसरी कस्तो ल्यान्डलाई कसरी देखाएको छ भन्ने। अब रिलिफ रिप्रेजेन्टेसनको डिफ्रेन्ट तरिकाहरू छ, त्यो मध्येबाट चाहिँ हामी स्पट हाइटबाट चाहिँ सुरु गरौँ। अब स्पट हाइट भनेको के हो त नि भन्ने कुरा बुझ्नको लागि म यहाँ एउटा इमेज पेस्ट गर्छु है। सुरुमा पेस्ट पर्खिनुहोस् है, म एउटा इमेज पेस्ट गर्छु यहाँ। जस्तो कि हामीलाई हाम्रो स्कुलले कलेजले के गरेछ भन्दाखेरि टुर लिएर गइरहेछ। टुर कहाँ लिएर गएछ त नि भन्दाखेरि पुन हिल भन्ने चाहिँ जुन हाम्रो यो म्याग्दी कास्कीको सिमानामा रहेको पुन हिल छ, त्यो पुन हिलमा लिएर गएछ, ट्रेकिङ लिएर गएछ हाम्रो स्कुलले कलेजले। अब त्यो पुन हिलमा पुगेपछि तपाईँले त्यहाँ बोर्डमा देख्नुहुन्छ कि पुन हिल 3210 मिटर भनेर 3210 मिटर भनेर लेखेको देख्नुहुन्छ। अथवा तपाईँले नक्सा हेर्नुभयो पुन हिलमा जानभन्दा अगाडि चाहिँ तपाईँले चाहिँ एउटा ट्रेकिङको चाहिँ टुरिस्ट म्याप, त्यो एरियाको चाहिँ टुरिस्ट म्याप अथवा चाहिँ टोपोग्राफिक म्याप हेर्नुभयो भने पुन हिलमा चाहिँ 3210 भनेर यस्तो थोप्लो लगाएर हेर्नुहोस् त, यस्तो थोप्लो लगाएर चाहिँ यसरी हाइट लेखेर देखाएको हुन्छ। हो, त्यो पोइन्ट गरेर देखाएको हाइट भनेको चाहिँ के हो भन्दा स्पट हाइट हो। अघिको बोर्डमा पुन हिल भनेर लेखेको हाइट चाहिँ त्यो रियल ओल्डमा चाहिँ त्यो ठाउँमा भएको फोटो देखाएँ मैले, तर म्यापमा त त्यो फोटो राख्दैनौँ नि। म्यापमा त हामीले त्यसलाई सिम्प्लिफाइड फर्ममा चाहिँ लेख्छौँ। लेख्दाखेरि के गरेर भन्दाखेरि एउटा डट दिएर अनि यसरी भ्यालु लेख्ने काम गरियो भने त्यसलाई हामी स्पट हाइट भन्छौँ होइन। पुन हिल 3210 मिटरमा छ भन्ने कुरा त्यसले के गर्ने भयो भन्दा हामीलाई चाहिँ एक्ज्याक्ट एलिभेसनको चाहिँ त्यो पोइन्टको एक्ज्याक्ट एलिभेसनको भ्यालु चाहिँ हामीलाई दिने भयो है, जुन चाहिँ हाम्रो टोपोग्राफिक म्यापमा चाहिँ एकदमै कमनली लेखिन्छ। जस्तो कि हिल टपहरू लेख्नको लागि, सर्वे पोइन्टहरूको लागि होइन, अनि माउन्टेनहरूको एलिभेसन दिनु पऱ्यो भनेदेखि माउन्ट एभरेस्टमा चाहिँ 8848 मिटर भनेर दिइन्छ क्या। त्यसले गर्दाखेरि हामीलाई के हुन्छ भन्दाखेरि त्यो ठाउँको एक्ज्याक्ट लोकेसनको चाहिँ हामीलाई एक्ज्याक्ट एलिभेसन कति छ त नि, मिन सी लेभलको रेस्पेक्टमा, सी लेभलको रेस्पेक्टमा कति हाइट माथि छ त नि हामी भन्ने कुरा एक्ज्याक्टली चाहिँ के गर्छ स्पट हाइटले चाहिँ त्यो भ्यालु दिने गर्छ। अर्को भनेको चाहिँ रिप्रेजेन्ट गर्ने चाहिँ अर्को मेथड भनेको टेक्निक भनेको चाहिँ के हुन्छ भन्दाखेरि ह्याचरिङ भन्ने हुन्छ। ह्याचरिङ भनेको यस्तो धर्का तान्ने भनेको, धर्का तानेर कसरी थाहा हुन्छ त नि भन्ने कुराको अब यो इमेज हेरौँ यहाँ है। यहाँ एउटा इमेज देखाएको छु मैले। यो इमेजमा के गरेको छ भन्दाखेरि यहाँ ह्यास 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 यस्तो 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 गरेर ड्यास 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 लाइन गरेर चाहिँ बनाएको छ। अब यो लाइन हेर्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरि यसमा जब लाइन एक अर्कासँग नजिकै
र बाक्लो खिचेको छ भनेदेखि चाहिँ त्यहाँको स्लोप चाहिँ स्टिप छ भन्ने तरिकाको हामीले अन्डरस्ट्यान्ड गर्छौँ भने यदि पातलो लाइन र टाढा टाढा लाइन छ भने त्यो चाहिँ के छ भन्दाखेरि जेन्टल स्लोप छ भनेर चाहिँ हामी बुझ्छौँ। यही इमेजमा हेऱ्यो भने यो लाइन पातलो लाइन छ र अलिकति टाढा टाढा छ भने यो लाइन के छ बाक्लो लाइन छ र नजिक नजिक छ भनेपछि यो लाइन यो ठाउँको चाहिँ के छ भन्दाखेरि स्टिप छ यो र यो चाहिँ अलिकति चाहिँ के छ भन्दाखेरि जेन्टल स्लोप छ भन्ने कुरा चाहिँ हामीले हेरेर बुझ्न सक्छौँ है। यो तरिकाले चाहिँ धर्को स्मल स्मल लाइन ड्र गरेर है सर्ट लाइनहरू ड्र गरेर स्लोपको डिरेक्सन र स्टिपनेस चाहिँ म्यापमा रिप्रेजेन्ट गर्ने एउटा टेक्निक भनेको चाहिँ के हो भन्दाखेरि ह्याचरिङ हो। इक्जाम्पल मैले यही इमेजबाट बताइहालेँ, तपाईँले अब अन्डरस्ट्यान्ड गर्न सक्नुहुन्छ। यसको के फाइदा छ त नि भन्ने कुरा एउटा थाहा पाउनुपर्छ। ह्याचरिङको फाइदा भनेको चाहिँ हामीलाई चाहिँ भिजुअल्ली हेर्नको लागि चाहिँ त्यसले के गरेको हुन्छ भन्दाखेरि सजिलो गरेको हुन्छ है। गुड के गरेको हुन्छ भन्दाखेरि इम्प्रेसन अफ द सेप एन्ड स्लोप अफ द ग्राउन्ड चाहिँ हामीलाई दिने गर्छ। तर यसको बेफाइदाको रूपमा हेर्ने हो भनेदेखि चाहिँ यसले एक्ज्याक्ट यो भ्यालु कति हो त नि भन्ने कुरा, यो ठाउँको भ्यालु कति हो त नि भन्ने कुराको चाहिँ के दिँदैन, इन्फर्मेसन चाहिँ हामीलाई दिँदैन। अब हेर्न सक्छौँ यो अरू मेथडहरू है, रिलिफ सेडहरू देखाउने चाहिँ, रिलिफ देखाउने चाहिँ इल्युमिनेटेड कन्टुर हुन्छ, कन्टुरहरूको कुरा, ह्याचरिङ, स्लोप, एस्पेक्ट, यो कुरा चाहिँ तपाईँले आफैले हेर्न सक्नुहुन्छ है। अर्को मेथड अथवा अर्को टेक्निक भनेको चाहिँ के हो भन्दा कन्टुरिङ हो। अब यो इमेजबाट चाहिँ तपाईँले धेरै कुरा थाहा पाउन सक्नुहुन्छ। यो भनेको एउटा कन्टुर इमेज हो। कन्टुर भनेको के हो त नि अथवा कन्टुरिङ भनेको के हो भन्ने कुरा चाहिँ सुरुमा अन्डरस्ट्यान्ड गरौँ। कन्टुर भनेको चाहिँ के हो भन्दा एउटा यस्तो इमेजरी लाइन हो जसले इक्वल एलिभेसन भएको पोइन्टहरूलाई कनेक्ट गर्छ। कन्टुर भनेको त्यो हो भने जुन त्यो कन्टुर लाइनहरू बनाउने काम भनेकै कन्टुरिङ हो। जस्तो कि अब यो इमेजमा हेऱ्यो भनेदेखि मैले यो लाइनलाई फलो गर्दै आउँछु। ल यो लाइनलाई फलो गर्दै आएँ भनेदेखि यो सबै लाइनलाई चाहिँ के गरेको छ भन्दाखेरि यो 60 बाहिर पुग्यो है। यहाँ यो लाइनले चाहिँ कस्तो, यो लाइन जुन आइराखेको छ यो है, एक्ज्याक्ट नभए नि त्यही हामीले हेर्न सक्छौँ इमेजमा। यसले चाहिँ 60 मिटरको हाइटलाई चाहिँ के गरेको छ भन्दाखेरि यहाँ रिप्रेजेन्ट गरेको छ भने अब यो लाइन जहाँ पुगिन्जेलसम्म पनि यसले चाहिँ के गरिराखेको हुन्छ भन्दा 60 मिटरकै हाइटलाई चाहिँ रिप्रेजेन्ट गरिराखेको नै हुन्छ। भनेको इक्वल एलिभेसन भएको पोइन्टहरूलाई चाहिँ के गरेर जोइन गरेर चाहिँ बनाएको के हो भन्दा इमेजरी लाइन भनेको चाहिँ रियल ओल्ड अर्थमा त यस्तो लाइन छ र? हाम्रो घर अगाडिको एलिभेसन मानौ 70 मिटरको छ मिन सी लेभलदेखि, अथवा मानौ हामी चाहिँ अलि पहाडमा छौँ भनेदेखि 2000 मिटरमा छ भने हाम्रो घर अगाडि 2000 मिटर भनेर यस्तो धर्को त बनेको हुँदैन, तर हाम्रो नक्सामा चाहिँ बनेको हुन्छ। त्यो भनेको इमेजरी हामीले चाहिँ बनाउने लाइन हो, चित्रमा बनाउने, इमेजिन गर्ने लाइन, जसले के गरेको इक्वल एलिभेसन गरेको। यसले के गर्छ त नि भन्दा हाम्रो सेप, ओरिएन्टेसन, साइज, एलिभेसन, स्लोप, यो सबै कुराहरू चाहिँ बताउन सक्छ। यसमा हेऱ्यो भने यो चाहिँ यदि टाढा टाढा छ भनेदेखि यो जेन्टल स्लोप छ भन्ने कुरा थाहा पाउँछौँ। नजिकै छ भने यसको स्लोप के छ, स्टिप छ भनेर, यहाँ हेऱ्यो भने यसको स्टिप छ स्लोप भनेर चाहिँ यसरी बुझ्न सक्यौँ हामीले। भन्नुको अर्थ चाहिँ यहाँ थिम चाहिँ के छ, अलि भिरालो जमिन छ, यहाँ थिम चाहिँ अलि समतल जमिन छ यसमा भनेर चाहिँ हामीले के गर्न सक्यौँ, बुझ्न सक्यौँ स्लोपको बारेमा। एलिभेसन चेन्ज कसरी भछ भन्ने कुरा दिने भयो। साइज भनेको यहाँदेखि यो कस्तो खालको चाहिँ सेपको बनेको छ, कस्तो खालको साइजको छ भन्ने कुरा। यो भनेको राउन्ड हिलको चाहिँ तलदेखि माथितिर चाहिँ के हुन्छ, भ्यालु इन्क्रिज हुँदै गएको हुन्छ। टुप्पोमा चाहिँ सबैभन्दा धेरै भ्यालु भएको हुन्छ राउन्ड टप हिलको, अथवा भ्याली अथवा चाहिँ तलपट्टि गएको डिप्रेस भएको छ भनेदेखि यहाँ चाहिँ कम भ्यालु भएको छ भने चाहिँ माथि अग्लो तलपट्टि खाल्टो हुँदै गएको जमिन त्यस्तो बन्न जान्छ। भ्यालु चाहिँ तलपट्टि चाहिँ के अरे टुप्पोमा चाहिँ कम भयो भनेदेखि। अब यसैबाट हेरेर चाहिँ हामीले के थाहा पाउन सक्छौँ भन्दाखेरि भी सेप, यु सेपले चाहिँ भ्यालुहरू चाहिँ यसरी देखाएको हुन्छ है। भ्यालीको कुरा, जर्जको कुरा, क्लिफको कुरा होइन, स्ट्रिप, स्लोप, स्पर, नल, यो सब कुराहरू चाहिँ हामीले के गर्न सक्छौँ भन्दा यही एउटै हाम्रो चाहिँ हेर्न सक्छौँ। भी सेपले चाहिँ भ्याली अथवा रिभरको कोर्सलाई देखाएको हुन्छ होइन। सर्कुलर छ भनेदेखि चाहिँ हिल अथवा माउन्टेनलाई देखाएको हुन्छ। सर्कुलरको चाहिँ माथि चाहिँ भ्यालु कम छ भनेदेखि बेसिनलाई अथवा डिप्रेसनलाई देखाएको हुन्छ भन्ने कुरा। अब यो कन्टुर लाइनहरू एक अर्कामा कहिल्यै पनि के हुँदैन भन्दा इन्टरसेक्ट हुँदैन।
एउटा कन्टुर लाइनले अर्कालाई कहिले नि क्रस गरेको हुँदैन। यहाँ नजिकै भए पनि यो इमेजमा यहाँ थियौँ चाहिँ अलिकति नजिकै भए पनि यसले एउटाले अर्कालाई कट ओभर गरेको हुँदैन कहिल्यै नि है। यो कुरा चाहिँ हामीले बुझ्नुपर्छ। एउटा एलिभेसनको चाहिँ यो कन्टुर लाइन चाहिँ एउटा ओभर ह्याङ्गिङ क्लिफ भन्ने हुन्छ। त्यो भनेको कस्तो भन्दा एउटा यस्तो खालको चाहिँ पहाड रहेछ हैन, यो चाहिँ भनेदेखि यस्तो खालको के यहाँ माथिपट्टि पनि जमिन भएको, बिचमा खाली भएको, तलपट्टि पनि जमिन भएको, यस्तो खालको ओभर ह्याङ्गिङ क्लिफ भनेर भन्छौँ यस्तो खालको जमिनलाई। यस्तो खालको क्लिफमा मात्रै के हुन्छ भन्दाखेरि यो चाहिँ कट हुन्छ, नत्र अरू बेलामा चाहिँ कहिल्यै पनि के हुँदैन भन्दाखेरि यो कन्टुर लाइनहरू एक अर्कालाई छुँदैन। कन्टुर चाहिँ एकदमै बुझ्न जरुरत छ। हामीले मेनली टोपोग्राफिक म्यापहरूमा चाहिँ कन्टुर चाहिँ एकदमै धेरै युज गरिराखेका हुन्छौँ है। तपाईँले हेर्नुभयो भने कन्टुर लाइनहरू सजिलैसँग डिटेक्ट गर्न सक्नुहुन्छ। कन्टुरको बारेमा हामीले के गर्यौँ भन्दाखेरि स्टडी गर्यौँ। अब अर्को टपिक भनेको हाम्रो हिल सेडिङ। हिल सेडिङ भनेको के त नि भन्दाखेरि हामीले कतातिरबाट चाहिँ उजेलो पर्छ त्यो अनुसारले चाहिँ 3D रियलिस्टिक इफेक्ट म्यापमा दिने भनेको हिल सेडिङ भनेर भन्छौँ। जस्तो कि अब यहाँ तलको इमेजमा मैले लाइन बाई लाइन जाँदिनँ, लाइन तपाईँले आफैले पढ्न सक्नुहुन्छ, त्यो भएर मैले छोडिदिएँ है। अब यहाँ हेर्न सक्छौँ, यहाँबाट घाम परेको छ भने जतातिर घाम पर्छ त्यो भनेको घाम कतातिर पर्छ, जहिले नै टप लेफ्टतिर पर्छ, अर्थात् हाम्रो नर्थ वेस्ट एरियामा चाहिँ हाम्रो घाम हुन्छ। यताबाट घाम परेको यो नर्थ वेस्ट हो नि, घाम परेको ठाउँ छ भने घाम परेको ठाउँले अलिकति लाइट देखाउने हैन, र घाम नपरेको ठाउँले अलिकति डार्क देखाउने, जसले गर्दाखेरि हाम्रो के भन्दा रियलिस्टिक 3D इफेक्ट देखियोस् म्यापमा। त्यस्तो खालको हाम्रो टेरेनलाई रिप्रेजेन्ट गर्ने एउटा भिजुअल मेथड भनेको के हो भन्दा हिल सेडिङ हो। जतातिर चाहिँ छाया पर्छ, यताबाट घाम परेछ भनेदेखि यतातिर त छाया पर्ने भयो नि, छाया पर्ने ठाउँ के हुन्छ, कालो हुन्छ, अलिकति अँधेरो हुन्छ, त्यो भएर त्यसलाई अँधेरो तरिकाले देखाउने, छाया नपर्ने ठाउँलाई उजेलो तरिकाले देखाउने। जस्तो कि यसमा हेऱ्यो भनेदेखि यहाँ छाया पर्छ त्यो भएर यसलाई अँधेरो तरिकाले देखायो, यतातिर छाया पर्दैन त्यो भएर उजेलो तरिकाले देखायो। यसरी देखाउने एउटा तरिका भनेको चाहिँ के हो भन्दा हिल सेडिङ हो। अब यसको फाइदा चाहिँ के हुन्छ त नि भन्दाखेरि हामीले यसको चाहिँ नेचुरल एपियरेन्स अफ द टेरेन चाहिँ थाहा पाउँछौँ, कस्तो देखिन्छ त नि भन्ने कुराको चाहिँ थाहा हुन्छ भने। अर्को भनेको चाहिँ हामीलाई चाहिँ यसले चाहिँ 3D इफेक्ट चाहिँ के गर्छ, दिने गर्छ। तर यसको बेफाइदा भनेको चाहिँ यहाँ हेर्दा यसको एक्ज्याक्ट एलिभेसनको भ्यालु कति हो त नि भन्ने थाहा हुँदैन है। जस्तो कि हाम्रो कन्टुर हेऱ्यो भनेदेखि थाहा हुन्छ हैन, स्पोट लाइट हेऱ्यो भनेदेखि थाहा हुन्छ, तर हिल सेडिङ हेऱ्यो भने कति भन्ने कुरा चाहिँ थाहा हुँदैन। त्यस्तै गरेर हाम्रो अर्को रिप्रेजेन्ट गर्ने एउटा टेक्निक भनेको चाहिँ के हो भन्दा लेयर टिन्टिङ। यो भनेको कस्तो हो त नि भन्दा डिफ्रेन्ट कलरले अथवा एउटा कलरको डिफ्रेन्ट सेडहरूले चाहिँ के गर्ने भन्दाखेरि एलिभेसनलाई चाहिँ देखाउने है। कलरले चाहिँ के गर्ने, डिफ्रेन्ट कलर बनाएर चाहिँ देखाउने। अब यो इमेजमा हेरौँ, लाइन बाई लाइन होइन कि इमेजमा हेरौँ, इमेज बुझौँ। जस्तो कि यहाँ यो फ्ल्याट सर्फेसलाई चाहिँ एउटा एरियाको अथवा एउटा ग्रुपको भनौँ न, त्यसलाई चाहिँ के गरेर देखायो भन्दाखेरि एउटा ब्राउनिस कलरले चाहिँ यसले देखायो हैन। अब अर्को अलिकति स्टिप एरिया छ भनेदेखि चाहिँ त्यसलाई चाहिँ अर्को कलरले चाहिँ देखायो। यसरी फरक ल्यान्डस्केपलाई अथवा फरक एलिभेसन भएको रेन्जहरूलाई फरक कलरको सेडहरूले देखाउने एउटा टेक्निक भनेको चाहिँ लेयर टिन्टिङ, अथवा यसलाई हामी के पनि भन्छौँ भन्दाखेरि हाइपोस्मेट्रिक कलरिङ भनेर पनि भन्ने गर्छौँ है। सो यसमा चाहिँ अब हामीले चाहिँ के हुने भयो त नि यो हुँदाखेरि भन्दाखेरि हामीले एकदमै राम्रो तरिकाले रिलिफको चाहिँ भिजुअलाइजेसन चाहिँ एकदमै के हुने भयो भन्दाखेरि हामीलाई चाहिँ अन्डरस्ट्यान्डेबल तरिकाले सजिलो खालको चाहिँ हुने भयो। यो हेर्दाखेरि हामीले के बुझ्छौँ भन्दा यो सम्म खालको जमिन हो, एउटै एलिभेसनको जमिन हो, यसमा कलर चेन्ज हुँदाखेरि फरक भयो, यहाँ खाल्टो भयो, यस्तो भयो भन्ने कुराको चाहिँ हामीले के गर्छौँ भन्दाखेरि अन्डरस्ट्यान्ड गर्छौँ है, बुझ्न सक्छौँ भन्ने कुरा भयो। र अझ यसमा चाहिँ क्ल्यारिटीको लागि अझ के पनि गरेको हुन्छ भन्दाखेरि कन्टुर लाइनहरू पनि इक्वल एलिभेसनको लागि चाहिँ कन्टुर लाइनहरू पनि अझ दिएको हुन्छ सँगै है। यसरी चाहिँ हामीले के गर्यौँ भन्दाखेरि यो कुरालाई चाहिँ हामी बुझ्न सक्छौँ, लेयर टिन्टिङको कुरा। त्यसपछि अर्को एउटा मेथड हुन्छ, त्यो भनेको चाहिँ 3D मोडलको तरिकाले देखाउने।
3D मोडलिङ गरेर। अब 3D मोडलिङमा पनि दुईटा तरिकाले देखाउन सकिन्छ। एउटा भनेको चाहिँ हाम्रो फिजिकल मोडलिङ हुनसक्छ, अर्को भनेको हाम्रो डिजिटल मोडलहरू हुनसक्छ। फिजिकल मोडल भनेको हामीले के भन्दाखेरि हातले फिजिकल्ली टच गर्न सकिने खालको मोडलहरू। तपाईहरूले स्कुलमा कलेजमा कहिले कहिले कागजलाई चाहिँ भिजाएर यस्तो तरिकाले चाहिँ हिमालहरू पहाडहरू बनाएर चाहिँ देखाउनु भयो होला स्कुलको साइन्स एक्जिबिसन केहीमा, हैन? त्यो तरिकाले देखाउने भनेको फिजिकल मोडल भयो। अर्को भनेको हाम्रो डिजिटल मोडल हुन्छ, डिजिटल एलिभेसन मोडल, DEM भन्ने कुरा हामीले सुनेका छौँ। सो त्यो तरिकाले कम्प्युटरमा डेटा भ्यालुहरूमा चाहिँ के हो भन्दाखेरि त्यो हुने एउटा चाहिँ मोडल भनेको चाहिँ के हो भन्दा हाम्रो अब डिजिटल मोडल चाहिँ हो त्यो। अब त्यसबाट चाहिँ के हुन्छ त नि भन्दाखेरि हामीले रियलिस्टिक हामीले चाहिँ रिप्रेजेन्ट गर्न चाहिँ सक्छौँ है। 3D मोडलहरू चाहिँ हामीले फोटोग्रामेट्रीमा पनि यो कुराहरू चाहिँ अलिकति डिस्कस गर्छौँ है। र डिजिटल एलिभेसन DTM मा पनि अझ यसलाई चाहिँ अझ धेरै चाहिँ हामी के गर्छौँ भन्दा डिस्कस गर्छौँ। डेमले चाहिँ के गरेको हुन्छ भन्दाखेरि हामीलाई चाहिँ रिप्रेजेन्ट गर्नको लागि एकदमै सजिलो बनाइदिएको हुन्छ है। 3D मोडलले चाहिँ अन्डरस्ट्यान्ड गर्नको लागि एकदमै सजिलो हुन्छ है। अनि हामीले चाहिँ कम्प्युटर युज गरेर चाहिँ सिमुलेसनहरू गर्न सक्छौँ। 3D डेटाहरूमा चाहिँ हामीले अब यहाँबाट यसरी पानी बगेर आउँदाखेरि कसरी बाढी जान्छ के हुन्छ भन्ने यस्तो कुराहरूलाई पनि सिमुलेट गर्न सक्छौँ क्या 3D मोडलहरूमा। त्यो कुराहरू चाहिँ त्यसले गर्दा हामीलाई चाहिँ के हुन्छ भन्दाखेरि त्यो कुरालाई चाहिँ अन्डरस्ट्यान्ड गर्नको लागि रिलिफ त्यहाँ भएको चाहिँ इन्भाइरोमेन्टलाई अन्डरस्ट्यान्ड गर्नको लागि के गर्छ एकदमै हेल्पफुल हुन्छ। त्यसले चाहिँ सजिलो तरिकाले चाहिँ भिजुअलाइज गराउँछ भन्ने कुराहरू भयो। अब यसको एउटा बेफाइदा भनेको चाहिँ के हुन्छ त नि भन्दाखेरि हाम्रो अब यस्तो खालको मोडलमा चाहिँ भर्टिकल हाइट जुन हुन्छ, भर्टिकल स्केल जुन हुन्छ, हाइट हुन्छ जुन, त्यो चाहिँ के हुन्छ भन्दाखेरि अलिकति चाहिँ हामीले त्यसलाई चाहिँ ओभर एम्फेसाइज गरिराखेका हुन्छौँ अथवा चाहिँ त्यसको चाहिँ एक्स एग्रिगेसन। अब यो एक्स एग्रिगेसन भनेको के हो भन्ने प्रिभियस भिडियो हेरेको मान्छेले चाहिँ बुझ्नुहुन्छ, नहेरेको मान्छेले चाहिँ बुझ्नुहुन्न हैन। भर्टिकल हाइट चाहिँ के हुन्छ भन्दाखेरि यसमा हाइट चाहिँ एक्स एग्रिगेसन गरेको चाहिँ हुन्छ। सो यो एक्स एग्रिगेसन मैले के भने भन्ने कुरा बुझ्नुलाई योभन्दा अघिल्लो जेनरलाइजेसन भन्ने च्याप्टरको भिडियो चाहिँ तपाईँले हेर्नुहोस् है। सो अब हाम्रो यो टपिकको लास्ट यो च्याप्टरको लास्ट टपिक भनेको चाहिँ के छ भन्दाखेरि रक ड्रइङ भन्ने छ। रक ड्रइङ भनेको के हो त नि भन्दाखेरि क्लिफहरूलाई, भर्टिकल क्लिफहरू होला अथवा डिफ्रेन्ट रकी क्लिप्सहरूलाई, स्टिप रक फेसहरूलाई चाहिँ म्यापमा देखाउनको लागि के गर्ने भन्दाखेरि प्रयोग गरिने एउटा टेक्निक हो। यहाँ इमेजमा हेर्न सक्छौँ कसरी देखाइन्छ त नि त्यसमा भन्दाखेरि हाम्रो त्यो जुन रकहरूको इरेगुलर प्याटर्नहरू जुन छ, त्यो सेडिङहरू प्याटर्नहरू जुन छ त्यसलाई चाहिँ मिमिक गरेर त्यस्तै तरिकाले चाहिँ के गरेर म्यापमा उतारेर चाहिँ गरिन्छ है। एरियल फोटोग्राफहरूले चाहिँ के गरेको हुन्छ भन्दाखेरि यस्तो इन्फर्मेसनहरू देखाउनको लागि चाहिँ हामीलाई सहयोग गरेको हुन्छ। एरियल फोटोग्रामेट्रीले चाहिँ हामीलाई हेल्प गर्छ भनेदेखि यसको मेन प्रपोज भनेको चाहिँ के हो त नि भन्दा रियलिस्टिक हामीलाई चाहिँ के गर्ने, रकी टेरेनको, माउन्टेनियस टेरेनको रियलिस्टिक भिजुअलाइजेसन गर्ने, क्लियरली भिजुअलाइज गराउने काम भनेको चाहिँ के हो भन्दा यो रक ड्रइङको हो। अब यहाँ हेर्न सक्छौँ एउटा रक ड्रइङको इक्जाम्पल छ स्विस नेसनल म्यापको चाहिँ जुन 1:25,000 को स्केलमा बनेको 1963 मा बनेको म्यापको चाहिँ यहाँ के छ, त्यहाँको चाहिँ रक ड्रइङको चाहिँ एउटा म्याप चाहिँ मैले यहाँ देखाएको छु। सो यो च्याप्टरमा चाहिँ हामीले डिस्कस गर्ने कुराहरू यति नै हो। हाम्रो सिलेबसमा जे कुराहरू थियो त्यो कुराहरू चाहिँ हामीले सबै कभर गऱ्यौँ। 6 मार्क्सको के गर्छ यो च्याप्टरबाट क्वेसन आउँछ र यो नोटको PDF चाहिँ तपाईँले के गर्न सक्नुहुन्छ भन्दाखेरि हाम्रो ब्लगमा डिस्क्रिप्सनमा लिङ्क छ, त्यो ब्लगमा गएर चाहिँ के गर्न सक्नुहुन्छ, त्यो PDF को लिङ्क त्यहाँ चाहिँ छ, PDF पनि छ, त्यहाँबाट चाहिँ हेर्न सक्नुहुन्छ। र अर्को यो च्याप्टरको लागि इम्पोर्टेन्ट क्वेसनहरू चाहिँ त्यही ब्लगमा नै मैले राखेको छु, त्यहाँ पनि तपाईँले हेर्न सक्नुहुन्छ। द्याट्स अल फर टुडे। भिडियोलाई लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस् कहाँबाट हेर्दै हुनुहुन्छ, कुन युनिभर्सिटी अथवा कुन चाहिँ स्कुलबाट, कुन कलेजबाट, कुन इन्स्टिच्युटबाट स्टडी गर्दै हुनुहुन्छ त्यो कुरा पनि जानकारी गराउनुहोस्। अर्को कुन सब्जेक्टको भिडियो बनाउने त्यो कुरा पनि कमेन्ट गर्नुहोस्। र केही क्वेसनहरू छन् नबुझेको भनेदेखि त्यो पनि तपाईँले के गर्न सक्नुहुन्छ, कमेन्टमै लेख्न सक्नुहुन्छ। क्लासको ग्रुपहरूमा साथीहरूसँग सेयर गर्नुहोस्, साथीहरूलाई पनि बुझ्न सजिलो होला। र आजको लागि यति। ह्याभ अ ग्रेट टाइम, इन्जोय लर्निङ, बाइ बाइ।